निरपानीमा नेवार जातिको भीमसेन थान निर्माण गरिने। अखिल भारतीय नेवार संगठन निरपानी शाखाको एक जरुरी सभा आज निरपानी स्थित निरपानी प्राथमिक पाठशाला खेल मैदानमा काइला नेवारको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा विशेष गरेर वार्षिक हिसाबको लेखाजोखा गर्यो भनी सभामा चर्चा परिचर्चा गर्दै तराई क्षेत्रमा नेवार जातिको संस्कार संस्कृति र परम्परालाई जगेरा गर्नुपर्ने विषयहरू गम्भीर रूपमा चर्चामा ल्याए। आजको सभाले तराई क्षेत्रमा भीमसेन थान निर्माण गर्ने निर्णय लिए भने थान निर्माण गर्नको निम्ति एउटा कमिटी गठन गरे, जसमा सभाले सभापति वीन्द्र कुमार प्रधान, उपसभापति उर्मिला प्रधान, सचिव रमेश श्रेष्ठ, सहसचिव सङ्गीत प्रधान, कोषाध्यक्ष अनिता प्रधान र रेशम प्रधानलाई चयन गरेका छन् भने प्रमुख सल्लाहकारमा टेकबहादुर प्रधान र गोविन्द प्रधानलाई सर्वसम्मतिले चयन गरेका छन् भने 21 जनालाई कार्यकारिणी सदस्यहरूको रूपमा चयन गरेको जानकारी गराएका छन्। हाम्रा समस्त नेवारलाई जोजोलापा तारेमाम निरपानी शाखा अखिल भारतीय नेवार सङ्घ समष्टिबाट आज हाम्रो एउटा मन्दिर कमिटी निर्माण कमिटी आज चयन गरियो। यस कमिटीले अब हाम्रो मन्दिरलाई धेरै अगाडि राम्रो बनाएर लानुहुन्छ र उहाँ मन्दिर मात्रै भनेर भएन, मन्दिर बनाउने जहाँ जग्गा जमिन दिनुभएको छ उहाँ हाम्रो वीन्द्र कुमार प्रधानज्यूले उहाँ आदान प्रदान गर्नुभयो हाम्रो थानको लागि। र आज हामी धेरै अघि हामी इच्छुक भएर हाम्रा दाजुभाइ समस्त हाम्रो दाजुभाइहरूलाई मेरोबाट आह्वान छ, हुन सक्ने जतिसम्म सक्नुहुन्छ भीमसेन थानलाई सहयोग गरेर आज हामीले भरिपूर्ण तालले आज हाम्रो इतिहासको लागि आज हाम्रो अखिल भारतीय नेवार सङ्घ निरपानी शाखाले आज हाम्रो यो एउटा इतिहास बनिन्छ भनेर हाम्रो वीन्द्र कुमार प्रधानजी उहाँले जो हामीलाई आज जमिन दान गर्नुभयो, यो हामीबाट कहिले नबिर्सिने आज उहाँले आज ठुलो एउटा हाम्रो नेवारको लागि उत्थान गर्नुभएको छ। यति भन्दै अखिल भारतीय नेवार सङ्घ शाखा सभापतिबाट धन्यवाद। तारेमाम जोजोला। नमस्कार। तारेमाम आज निरपानी अखिल भारतीय निरपानी शाखामा एउटा सभा भयो, वार्षिक सभा, र यस सभामा विशेष गरी केही दिन अगाडि हामीले भीमसिंहको लागि भीमस्थान थानको लागि हामीले जमिन दाता पायौँ र उहाँले जमिन विषय हामीले साफसफाइ गऱ्यौँ र आज खालि निरपानी शाखालाई लिएर मात्रै एउटा भीमस्थान एउटा कमिटी बनाएको छौँ र भविष्यमा हामी मिरिक आञ्चलिक कमिटी र तराईका जति पनि नेवार सङ्गठनहरू छ र केन्द्रीय कमिटी सदस्यलाई पनि उहाँको सरसल्लाह लिएर हामी केही दिन पछाडि मिरिक आञ्चलिक कमिटी र केन्द्रीय कमिटीले लिएर यो विषय लिएर फेरि बस्नेछौँ। यो हाम्रो अचानक एउटा आज बसेको कमिटीले हामीले डिसाइड दियौँ र हामीले कतिवटा जमिनदाता मात्रै नभएर कतिवटा हाम्रो भीमस्थान बनिने सामानहरू दिने पनि त्यो थुप्रै पाएका छौँ र त्यसै कारणले गर्दाखेरि हामी गएको केही दिन भित्रमा हामी मिरिक आञ्चलिक कमिटीलाई लिएर फेरि एउटा ठुलो एउटा मिरिक आञ्चलिक कमिटी नै एउटा लिएर हामी फेरि यसलाई बनाउनेछौँ र यति नै छ। आज यो जानकारीको लागि हामी एउटा कमिटी बनियो भन्ने यो जानकारीको लागि हामी मिडिया मार्फत समस्त नेवारहरूलाई हामी सूचित गराउँछौँ। समस्त तराईका नेवारहरूलाई यो निरपानीको यो स्थानमा भीमस्थान एउटा बनिँदैछ, भीमसिंह मन्दिर एउटा बनिँदैछ र उहाँ सबैलाई यो जानकारीको लागि हामी आज जानकारी दिइरहेको छौँ।